साथीहरु नमस्कार। म चाहिँ आज माघे संक्रान्तिको लागि भुजाको डल्लो अनि तिलको लड्डु बनाउनको लागि चाहिँ सक्खरलाई यसरी काट्दैछु मजाले हैन। सक्खरलाई यसरी मजाले काटेर यति धेरै बनाएँ। 2 किलो सक्खर ल्याएको। यसलाई चाहिँ काटेर टक्क यसरी बनाएपछि मैले यसलाई पकाउन राखिदिसके। पकाउन राख्दा यतिकै चाहिँ भइसक्यो मेरो। अझै यसलाई चाहिँ अझै पकाउनु पर्छ साथीहरु। मजाले यसरी पकाइसकेपछि अनि भुजामा हाल्ने यसरी भुजामा हालेर मजाले यसलाई चलाउने मोलिसकेपछि चाहिँ यसलाई भुजाको डल्लो बनाउने। तातै बनाउनुपर्छ नि त, सेलाएपछि चाहिँ साह्रो हुन्छ। अनि यसलाई मैले मजाले चम्चाले चलाएर अनि मजाले बनाएँ भुजाको डल्लो। भुजाको डल्लो मजाले यसरी बनाउँदै राख्दै गरेँ। तातै बनाउनुपर्छ नि त, अलिक सेलाएपछि चाहिँ साह्रो हुन्छ फेरि, नत्र भने बन्दैन। साह्रो भएपछि यसलाई तातै मनतातै हुँदाहुँदै पोलेर अनि बनाउनुपर्छ नि। त्यसपछि मैले सेलरोटीको लागि पिठो मुस्न रेडी बनाएँ। सबै कुरा हालेर हल्का घिउ हालेँ 2 चम्चा जति। अनि घिउ लाएर मजाले यसरी माडेँ। मजाले माड्नुपर्छ सेलरोटी पकाउनको लागि चाहिँ। मलाई त खासै राम्रो चाहिँ आउँदैन, तर हल्का आफूले घरमा खानको लागि चाहिँ जेनतेन बनाउँछु। अनि यसरी माड्छु। अनि दुध हालेँ, हल्का पानी नहालिकन दुध मात्रै हालेको। घिउ र दुध मात्रै हो। अनि मैदा थोरै राखेर मजाले मुसेर राखेको थिएँ। अनि यसरी पकाएँ। मेरो सेल चाहिँ यतिकै भयो साथीहरु। यस्तो हुन्छ मेरो सेल, खासै राम्रो हुँदैन। बाङगोटिङ्गो आफूलाई खानको लागि चाहिँ काम चल्छ है साथीहरु। जस्तो भयो नि आउँछ आफूलाई खान चाहिँ यतिको त भइहाल्छ नि खानको लागि। मिठो हुन्छ हैन, आफै खाने। अनि त्यसपछि रेडी भयो मेरो चाकु, तिलको लड्डु अनि भुजाको डल्लो चाहिँ अलिक धेरै त्यो भयो रातो भयो नि सेल। अनि त्यसपछि अलिकति मासु पनि रोस्ट गरेको आज खानको लागि भनेर। यसरी सेल चाहिँ यतिको भयो। आफूलाई खान यतिको भयो भइहाल्छ नि साथीहरु हैन। खासै राम्रो आउँदैन, यतिको छ है ठक्क।